हेलो एभ्रिवान। अब यो पछि चाहिँ अघि नै मैले फर्स्ट भिडियोमा चाहिँ तर्पण दिएको ठाउँ थियो नि हामीले दिएको, त्यहाँ पछि चाहिँ अब हामी मुक्तिनाथतर्फ लाग्छौँ। अनि त्यहाँबाट हामी त्यहाँसम्म पुग्नलाई चाहिँ हामीलाई त्यो ठाउँबाट चाहिँ 1.5 घन्टा जति लाग्यो होला। अनि यो चाहिँ मैले बाटोमा खिच्दै गएको भिडियो हो, हेर्न सक्नुहुन्छ। हामी जति जति माथि माथि जाँदै थियौँ अक्सिजन लेभल चाहिँ अलिअलि कम हुँदै थियो, तर भ्यू इज सो दामी, यस्तो दामी थियो कि हेर्न सक्नुहुन्छ कति राम्रो भ्यूहरू थियो भनेर। ब्रेथ टेकिङ भिडियोहरू थियो, भ्यूहरू। अनि हामीहरू चाहिँ सबैजना गफ गर्दै भ्यूहरू हेर्दै रमाइलो गर्दै हामीहरू चाहिँ जाँदै थियौँ। अनि आमाहरूलाई चाहिँ अब अलि माथि माथि जाँदा जाँदा अलि अक्सिजन कम हुँदै जाँदै थियो। अनि मलाई चाहिँ अलिअलि डर पनि लागिरहेको थियो अक्सिजन कमी भएर। अनि त्यहाँबाट यता हामी चाहिँ 1.5 घन्टापछि माथि मुक्तिनाथ पुग्यौँ। अनि यहाँनिर चाहिँ हिँड्न नसक्नेहरूलाई पनि हेलिकप्टरको लागि चाहिँ व्यवस्था रहेछ, त्यो चाहिँ मलाई राम्रो लाग्यो। अनि हामीहरू चाहिँ जाँदै थियौँ। अनि हेर्नु न यहाँ गोरा कति राम्रो देखेको। अब हामी यताबाट चाहिँ माथि मुक्तिनाथ जान्छौँ। अनि जाँदाखेरि चाहिँ आमाहरू चाहिँ अलि हिँड्न सक्नुहुन्न जस्तो चाहिँ हामीलाई लागिरहेको थियो। अनि त्यहाँबाट त्यस्तै भएर अब हामी चाहिँ के गर्ने भनेर सोच्यौँ। अनि त्यहाँबाट सोच्दा अनि ठ्याक्क घोडाहरू पनि हामीले पायौँ। अनि त्यही भएर आमाहरूलाई पनि हामीले घोडामा चढायौँ। आमाहरूको चाहिँ फर्स्ट टाइम हो, मेरो चाहिँ सेकेन्ड टाइम हो। म र मेरो बहिनी पनि गएको थियो, घोडामा नै गयौँ हामी पनि पछि हिँड्न नसकेर। अनि फाइनल्ली हामी चाहिँ मुक्तिनाथ पुग्यौँ। यो चाहिँ मुक्तिनाथको गेट हो। अब हामी यहाँबाट चाहिँ माथि पूजा गर्न जान्छौँ। अब तपाईँहरूले मेरो फुल भिडियो चाहिँ पछि आउँछ। हस्, अहिले बाई बाई।